होइन एकदम म जस्तो तपाईँ उत्पीडनको कुरा गर्नुभयो नि, उत्पीडनको कुरा म एकदम मान्न तयार छैन क्या। जस्तो किन मान्न तयार छैन भने जस्तो म चाहिँ बिजनेस कम्युनिटीको मान्छे होइन अघि, म बिजनेस कम्युनिटी आउँदैन, मलाई आउँदा पनि आउँदैन, म त्यसमा लेम्यान नै हुँ। तर नेवारहरूले हजारौँ वर्षदेखि नेपालमा व्यापार गरे, व्यापार उनीहरूलाई थाहा छ होइन, जुनसुकै थरको नेवार होस् उसलाई व्यापारको स्किल थाहा छ, उसले पैसा कमाएको छ। अहिले ह्युमन डेभलपमेन्ट इन्डेक्समा नम्बर 1मा नेवारहरू पर्छन्। अनि मैले पैसा कमाइनँ होइन भन्दाखेरि नेवारले मलाई उत्पीडन गर्यो त, मलाई उत्पीडन गर्यो भन्ने मैले होइन। गुरुङहरूमा लड्न सक्ने स्किल छ होइन, उनीहरू लाउरे भएर गएका छन्, पाउन्ड डलर कमाएर ल्याएका छन्। गुरुङ राई लिम्बूहरूले मलाई ब्रिटिस गोर्खामा भर्ती लिन्छ, किनभने उनले ज्यानको जोखिम मोलेर भर्ती हुन गए, लड्न खटाइदिएको बेलामा जानु पनि पर्छ। अनि आज पाउन्ड डलर उनीहरूको पेन्सन आइरहेको छ, कमाइरहेको छ। गुरुङ र मगरले के मलाई उत्पीडन गर्यो त? त्यो होइन नि। कसैले कुनै कुरामा स्किल डेभलप गर्छ, कसैले स्किल डेभलप गर्दैन। सबै नागरिक, सबै जात वर्ग क्षेत्रको समान भूमिका स्थापित छ त होइन। जस्तो कि अब तपाईँले जिरेलले के गर्यो भनेर सोध्नुभयो भने म बडा अलमलमै पर्छु होइन। जस्तो राज्यले के गर्यो, किन सानो कम्युनिटी त्यसको बारेमा स्टडी भएको छैन हो कि होइन। तर थारूले यो देशमा कन्ट्रिब्युसन गरेका छैन, यत्रो वर्षदेखि धान तराईमा उब्जाएर खुवाइरहेको छ, नेवारले नेपालको बिजनेस गरिदिइरहेको छ, राई गुरुङ मगर लिम्बूले लडिरहेका छन्, क्षेत्रीहरूले सेनाको सुरक्षाको जिम्मेवारी लिइदिइरहेको छ, बाहुनहरूले प्रशासन सम्हालिरहेका छन्। सबैले कुनै न कुनै किसिमले कन्ट्रिब्युसन गरिरहेको छ। कोही जाति लड्न सक्छ, कोही लड्न सक्दैन, कसैले खेतीमा उब्जाउन सक्छ, कसैले सक्दैन, कसैले व्यापारमा सक्छ, कसैले सक्दैन भन्दाखेरि कसले कसलाई उत्पीडन गर्यो यहाँ है। उत्पीडनको परिभाषा पश्चिमा आएर जे बनाइदिए त्यही कुरा बोकेर हिँडेर चाहिँ ठिक हुँदैन। त्यो कुरा यो उत्पीडन भयो भन्ने कुरै पश्चिमा आएर थोपर्दिएको। पश्चिमा आएर त जात बाहेक केही पनि सोच्न सक्दैन होइन। जात बाहेक हिजो त्यही पश्चिमाहरू हो जसले चाहिँ अफ्रिकामा चाहिँ आफू गोरो भएको हुनाले हामीले शासन गर्न पाउनुपर्छ भनेर दक्षिण अफ्रिका र नामिबियामा शासन गरे होइन तिनीहरूले होइन। हामी सुपेरियर रेसमा पटक पटक भने होइन, हिटलरले त सुपेरियर रेस भनेकै हो नि भने तिनीहरूले अहिले आएर नस्लको कुरा गर्नै मिल्दैन होइन। मतलब तिनीहरूले अनि यहाँ गरिरहेको कुरा के छ भने नेपाली सोसियोलोजिस्टहरूलाई, नेपाली कथित एन्थ्रोपोलोजिस्टहरूलाई, नेपाली नागरिक अगुवा भन्ने आफैले थपना गरेका मान्छेहरूलाई, नेपाली मानव अधिकार भन्ने आफैले बनाइदिएका मान्छेहरूलाई डर र पाउन्ड खुवाएर चाहिँ नेपाली समाजलाई भाँड्ने कुरा चाहिँ लेखाउने पहिला, अनि त्यसैलाई रेफरेन्स लिएर रिसाइकल गरेर नि आफूले नेपालमा यस्तो भइरहेको छ भनेर भन्ने, यो किसिमको चाहिँ एकदम कुटनीति खेलेर नेपाली समाजलाई सिद्ध्याउने। किनभने नेपाल सबैभन्दा पुरानो देश हो है, मैले भने धेरै पुरानो देश हो। अनि यो पुरानोको गरिबालाई नै सिद्ध्याइदिएपछि त के भने सुपेरियर त आफै हो नि। उनीहरूलाई नेपाल पुरानो भएको, नेपालको परम्परा भएको कुरा खड्की पनि रहेको छ। अनि त्यो पृथ्वीनारायण शाहले उनीहरूलाई जुन जासुस भनेर निकालिदिया हो त्यो कुरा उनीहरूलाई एकदम बिजिया छ। र त्यो पृथ्वीनारायण शाहको बारेमा एउटा कुरा म तपाईँलाई यहाँ थपिहाल्छु, अहिले मैले टिबेटको कुरा गरे जस्तै कि पृथ्वीनारायण शाहले क्रिस्चियनहरू चाहिँ जासुस हुन् भनेर क्रिस्चियनहरूलाई मात्रै हटाएको केस होइन, गोसाई भन्नेहरूलाई एक थरीलाई छिर्नै दिएको थिएन नेपालभित्र। ब्यान्डै गराएको छ, ब्यान्डको डकुमेन्टेसनै छ है। गोसाई भनेको विशुद्ध हिन्दू, त्यो पनि एउटा जात होइन, एउटा वर्ग है जसले धर्म प्रचार गर्छ, धर्ममा लाग्छ होइन। गोसाई भन्नेलाई छिर्नै दिएको छैन, किनभने ती ब्रिटिसहरूको जासुस हो भनेर है उसले क्रिस्चियनहरूलाई मात्रै गरे होइन त्यो कुरा होइन। यो कुरा कहिले पनि बाहिर लाइटमा ल्याइँदैन भन्दाखेरि अनि अब धर्मकै कुरा गरेका छैन, मुसलमानलाई किन नहटाएको त होइन। मुसलमानलाई किन हटाएको? पृथ्वीनारायण शाहको 4वटा तोपची जसले चाहिँ गोर्खामा लगेर तोप बनाइदिए, बारुद बनाइदिए, 4वटा तोपची त मुसलमानहरू हुन्, मुसलमानलाई किन उसले लियो त भने। त्यसमा यो एकदम भिजिरहेको खड्किरहेको कुरालाई अहिले 250 वर्षपछि आएर त्यसलाई कसरी त्यसबाट बदला लिने भनेर लाग्दाखेरि यी सबै राजनीतिक कुराहरू, भङ्गालाहरू, खोलाहरू, नदीनालाहरू सबै आएर मिसिएर एकदम अवस्था डरलाग्दो भएको छ। त्यही मात्रै हो। यसको दोष कता